हेलो एभ्रिवान, सेवा एन्ड नमस्ते। अनि आज चाहिँ म घाँस काट्न जाँदैछु। अनि हजुरहरूलाई मेरो भ्लग मन पर्यो भने युट्युबमा गएर हेरिदिनु होला सबैले, प्लिज स्किप नगरी। अनि म चाहिँ आज घाँस काट्न जाँदैछु मकैबारीमा। आज पानी अघि राति पानी र हावा परेर यसरी यो चिसो भएको छ के ठाउँ। अनि मौसम आज चाहिँ पानी पर्न आँटेको छ, त्यही भएर म चाहिँ घाँस काट्न जाँदैछु। बाटो पनि अप्ठ्यारो छ साथीहरू, अनि त्यही भएर म चाहिँ घाँस काट्दै जान्छु। गाह्रो छ नि हो पहाडको ठाउँमा। पहाडको गाउँले जिन्दगी यस्तै छ साथीहरू। घाँस काट्नुपर्छ बिहान बिहान, अनि गोठालो गर्नुपर्छ। घाँस चाहिँ यहाँ अलिअलि मात्रै रहेछ, र पनि म काट्ने छु। हेर्नुहोस् है, यस्तो घाँस घाँस चाहिँ यो मकैबारीमा अलिअलि मात्रै रहेछ नि, त्यही भएर घाँस त छन् त छ कि, र पनि यो रातहरूमा चाहिँ घाँस काट्न लागेको। अब आँटेको छ भारी। गाह्रो छ नि हो साथी हो, पहाडको ठाउँमा गाह्रो छ। गाह्रो छ, त्यो काट्नुपर्छ।
किनभने मैले डोका चाहिँ परै छोडेको छु नि त, त्यही भएर यसलाई चाहिँ बाँधेर लाने हो फेरि। फाइनली अब चाहिँ म घाँस काटिसकेर देखाउँछु है त तपाईँहरूलाई। साथीहरू म चाहिँ घाँस काटेर डोको भएकोमा जाँदैछु। डोकोमा लाउन गाह्रो छ नि हो, पहाडको ठाउँमा साथीहरू पानी पर्न लागेको छ, त्यही भएर गाह्रो छ। फाइनली साथीहरू मेरो चाहिँ घाँसको भारी पुग्यो। हेर्नु होला मेरो घाँसको भारी चाहिँ पुग्यो। अब म यसलाई चाहिँ घर बोकेर लानुपर्ने छ, किनभने पानी पर्न आँट्यो नि त, त्यही भएर गाह्रो छ। ओ साथीहरू पहाडको ठाउँमा गाह्रो छ। तपाईँहरूलाई यस्तो घाँस काटेर किन भिडियो बनाएको होला, यस्तो घाँस काट्न हामीलाई पनि आउँछ भन्नुहुन्छ होला, तर साथीहरू देख्नुभन्दा भोगाइमा धेरै फरक हुन्छ। घाँस काट्नु धेरै गाह्रो हुन्छ यस्तो पानी पर्दा, यस्तो बर्खाको टाइममा। ल साथीहरू, अब मेरो भिडियोलाई मन पर्यो भने सबैले लाइक शेयर अनि सब्सक्राइब अनि माया पनि गरिदिनु होला। म चाहिँ घर जान्छु किनभने पानी पर्न आँट्यो नि त। ओके बाई बाई साथीहरू।